अब हुनु पनि हो होइन। कति हाल्यो काङ्ग्रेसमा पनि भोट हाल्यो, एमालेमा पनि भोट हाल्यो, माओवादीमा पनि हाल्यो, कसैले केही धुलै मार्दैन नि त। अनि कति उ गर्ने फेर फाल्ने त्यतिखेर। यसपालि त देशमा पढे लेखेका यस्ता केटाहरू बेरोजगार बसेका छन्। बेरोजगार त्यही त भनिरहेको छु कि मैले अघि नै भनिसकेँ। मिलनलाई हामी त ल अनपढ भइदियो, गवार भइदियो होइन। मिलन भयो, यो भयो, कस्ता केटाहरू धेरै छन् त। बोर्डिङ त्यत्रो पैसा खर्च गरेर बोर्डिङ पढायो, के फाइदा भयो? एसएलसी पास बोर्डिङबाट गरेका केटाहरू छन्, अब के फाइदा भयो? सब उठ्दै विदेश जाँदै गर्नु परिरहेको छ। अहिले बिए पढे देशमा केही देख्दैनन्। अब कतै अब यसो होइन 2-4 पैसा पनि कमाइहाल्ने, पढ्दै लेख्दै पनि गरौँ भन्ने चाहिँ पुरै एउटा बाटो भइदिएपछि किन जान्छ मान्छे विदेश, हो कि होइन? अब केही हुँदैन। गाउँघरमा ध्याडी गर्ने भनेपछि पढाइ पुगिहाल्छ, हो कि होइन? बाहिर देशमा विदेशमा बस्छ अनि पढ्ने लेख्ने केटाहरूलाई पनि, काम गर्ने केटाहरूलाई पनि पढ्ने समयमा पढ्ने छ, काम गर्ने समयमा काम गर्ने छ। हर ठाउँमा बनाएको छ त। त्यो सिस्टम बनाइदिने भने चाहिँ हाम्रो गाउँको केटाहरू कोही गाउँका भन नि, हामी नेपालको केटाहरू बाहिर जाँदैनन् क्या, हो कि होइन? पढ्छन्, यही गाउँमै विकास गर्छन्। यहाँ नभए भने अलिकति हाम्रो केही नभए पनि पढेर लेखेर पनि अलिक राम्रो पोस्टमा गएर बाहिर गयो भने त काम गर्न सक्छौँ त। ब्याचलर गरेर गए पनि माया विदेशमा गएर भाँडै मस्काउने हो कि होइन? जस्तो भागी बोक्ने हो कि होइन? काहीँ राम्रो काम मिल्ने। हाम्रै नेपालमा पनि कयौँ ठाउँमा मान्छेले कति कल कारखानाहरू बन्द गरिदिए। यो सरकार आएदेखि, बौद्धल आएदेखि। राजा पालामा त चलाएको त थियो। गोरुखाली टायर भन्ने प्रचार सुन्थ्यौँ नि हामीले पहिला। तिमीहरूले सुनेनौ? अझै पनि कसैको फ्याक्ट्री देखाएको थियो अस्ति। फ्याक्ट्री छ अझै पनि, तिनी टायर कसै गाडीमा होला न अझै पनि। हाम्रो नेपालमा खपत नभइसकेका टायरहरू जम्मै श्रीलङ्का, इन्डिया अनि बङ्गलादेश जान्थे पहिला। त्यो भने त पैसा त आउँथ्यो होला त नेपालमा, किन नआउने? राजा पालामा त्यत्रो गर्ने। अहिले बौद्ध लगाएदेखि तिनी सुकाइदिने सबभन्दा किन चल्थ्यो, तिनी पनि चल्दै नचल्ने होइन। किन चल्दैन? अब आज फ्याक्ट्री चलाएको छ, भोलि एउटा पार्टीको गयो मलाई चन्दा, अर्को पार्टीको मलाई चन्दा, अर्को पार्टीको मलाई चन्दा, एउटा उसलाई दिस् मलाई किन दिनुहोस्। त्यस्तै गर्दै सुकिया त हो नि तिनी फ्याक्ट्री, हो कि होइन? भनौँ त, हो कि होइन? मेरो पार्टीलाई नयाँलाई नदिने, पुरानोलाई नदिने भन्ने कुरा मेरो मात्रै कुरा होइन कि वरपर सबैको समाजको कुरा सुन्दाखेरि के भन्छ भनेपछि यत्रो वर्षसम्म केही गर्न सकेन। अब नयाँ आउँछ, नयाँले के गर्छ कि त भन्ने आश के एउटा मान्छेलाई, त्यही आशा मात्रै हो कि एउटा आशा मात्रै हो कि। त्यही आशले गर्दाखेरि के गर्छ कि भन्ने आशले मात्रै अलिकति जनता धर्किने कारण यो देख्छु कि मैले, हो कि होइन? भनौँ त स्थानीयमा धक्का दिँदैन। स्थानीय मैले बुझे अनुसार होइन, राम्रो भेजनको मान्छे उठ्यो भनेपछि नेपाली काङ्ग्रेसको होस्, माओवादीको होस्, जोसुकै पनि होस्, उठे पनि पाउँछ क्या। राम्रो काम जसले गर्छ त्यही पार्टीको स्थानीय चुनावमा जो व्यक्तिको भिजन हेर्नुपर्छ क्या। यसले गर्न सक्छ भोलि गएर चाहिँ हाम्रो माथिमा हुन त अब माथि गर्न सक्ने त पुगेको कुरा के भनेपछि कस्तो भनेपछि अब नयाँ पार्टीले अहिले पुरानो पार्टीले जित्यो भने त उही पारा हो। अब नयाँकोले जित्यो भनेपछि तर केही माथिकै केन्द्रको नीति निर्देशन चल्यो भने जुन पार्टीको उठे पनि काम गर्दैन। माथि सुधारे तल त्यति सुध्रिहाल्छ। तर मान्छेले सोचो नै माथि नै सुधार्दैन नि त, अनि कहाँबाट तल सुध्रिन्छ? हाम्रै गाउँघरमा यत्रो बाटोघाटो भएन, यत्रो बाटोघाटो भएन। यत्रो बाटोघाटोमा भए पनि 5%ले काटेर त्यो अब कति 10 लाखको काम छ भने 5%ले काटेर पैसा लगिरहेको क्या। त्यो पैसा कहाँ जान्छ? त्यो त व्यक्तिवालाले जाने। व्यक्तिवालाले गयो कि कहाँ गयो त्यो त अब कहाँ गयो? त्यो अरू विकासमा कहाँ लगाउँछ नि त? अनि काटेर लगेको पैसा त्यहाँ पनि बुझ्नु भएन त। विकास पनि फेरि दिगो विकास छैन कि यहाँ त खत्तर तालटुल पारेर त्यहाँदेखि मान्छे मुख यस्तो बन्द गर्नलाई विकास गर्दै जो बोल्यो बन्द गर्नलाई मात्रै देखाउनु एकदम भाषा भने मात्र खासै विकास जस्तो होइन नि, त्यो होइन नि विकास। अब त्यो माथि एउटा नाली छ, नाली साली बनाएको छैन,
अब तिनी पिच अब लाडी बनाएको पिच बनाएपछि 10 वर्ष चल्थ्यो भनेपछि तिनी पिच 5 वर्षमा जान्छन् कि बर्खामा पानी पर्यो नि तलतिरबाट हिलो रोड हुन्छ पिच गर्दा त पहिला नाली लोड गाडी जाने बित्तिकै बस्छ त्यसपछि बल्ल रोड पिच गर्नु पर्यो क्या त्यस्तै गराइदियो भए हुन त हाम्रो मेन रोडै त्यस्तै छ मेरो टोलमा त युवा नेता हाम्रो मिलन अङ्कल हुनुहुन्छ